एउटा चलचित्र हेर्न लागि खर्चेको 300 रुपियाँ त्यो वास्तवमा अन्ततः हाम्रै समुदायको लागि, हाम्रै समाजको लागि हो, होइन? अहिले अधिकांश गुरुङ गाउँहरूको पोखरा आएर बस्ने काठ सहरमा, युके, अमेरिकामा हुनेहरूको लगभग आफ्नै एउटा समाज घर छ। त्यो समाज घरको हरेक भित्ताहरूमा एउटा नारा लेखिएको छ, स्टेटमेन्ट लेखिएको छ। अहिले आएको पछिल्लो बच्चाहरूले कतिले त्यति प्रनाउन्सिएसन गर्न पनि जान्दैन, जान्नेले अर्थ पनि बुझ्दैन, र अर्थ बुझ्नेले त्यो अनुसार काम पनि गरेको छैन। वास्तवमा समाज चलाउने, आफ्नो संस्कार संस्कृति संरक्षण गर्दै हिँड्छु भन्ने हामी अगुवाहरूले पनि त्यसको मर्म अनुसारको के समाजले काम गरेको छ त, होइन? मान्छेको मनोविज्ञान, मान्छेको मस्तिष्कमा परिवर्तन ल्याउने, आफ्नो संस्कार संस्कृति जोगाउनको लागि, होइन, मान्छेलाई मोटिभेट गर्ने माध्यम भनेको चलचित्र हो। अब एउटा चलचित्र बनाउनको लागि ल हेर्नुहोस् त, चलचित्र कति रमाइलो, हिरो हिरोइनी नाचेको देखेर यो क्षेत्रमा झ्याम्मा हाम फाल्यो। हाम्रो निर्माताको दुःख, यहाँबाट म कसरी उत्रिने होला? अगाडि जान पनि सकेको छैन, पछाडि जान पनि सकेको छैन, तैरिनु पनि सकेको छैन। कस्तो पीडा छ क्या, होइन? अब यस्तो पीडा भएको क्षेत्रलाई तपाईँले पनि 20-25 लाखको फिल्म बनाऊ भनेको छैन हामीले। सिर्फ ती आफ्नो संस्कार संस्कृति, आफ्नो भाषा संस्कार संस्कृति जोगाउँछु भन्ने निर्माताले बनाएको त्यो कोही 30 लाखको, कोही 1 करोडको होला। त्यो चलचित्र सिर्फ 300 रुपियाँ तपाईँले तिरेर त्यसको साक्षी, त्यसलाई प्रोत्साहन गर्नको लागि चाहिँ उहाँले अनुरोध गर्दै हुनुहुन्छ। उहाँले भनेको सम्पूर्ण चाहिँ हामी चलचित्रकर्मीहरूको अनुरोध पनि हो। समापन कार्यक्रम, समापन पछाडि हामीले यहाँ चियापानको व्यवस्था गरेको छ। चियापान गरेर मात्र गइदिनु होला। र अघि मैले भनिसक्यो, आज तपाईँले www.rodiflix डाउनलोड गरेर मात्र गइदिनु होला। आजले मलाई त डाउनलोड गर्नु पनि आउँदैनले, कहाँ खोज्ने हो, टाइप गर्न पनि आउँदैन भने हाम्रो त्यहाँ ढोकामा चाहिँ हाम्रो रोदी टेलिभिजनको कन्टेन्ट म्यानेजमेन्ट डिपार्टको प्रमुख निविता गुरुङ र साथीहरू बस्नुभएको छ। त्यो नानीले तपाईँको मोबाइलमा सिकाइदिनुहुन्छ। अब भरे घर गएर 300 रुपियाँ सबै परिवार। अब अरू गुरुङ चलचित्र त 1000 रुपियाँ टिकट काटेर उहाँ हलमा जानुपर्ने, फेरि त्यो अघि मैले भने जस्तो आते जाते खर्च पनि हुने, अनि एकजनाले मात्रै हेर्न पाउने। अब त्यो 300 रुपियाँमा त आरामसँग 48 घन्टासम्म अब तिनै हो फिल्म मात्रै हेऱ्यो त क्या भाइ, वा हान्चर क्यारो। आफूले हेरिसकेपछि अरूलाई पनि यस्तो यस्तो रहेछ भनेर आज यहाँ उपस्थित हुनेहरू तपाईँहरू एकदमै थोरै छ, प्रतिनिधिमूलक छ। तपाईँहरू आजबाट यो पहिलो ऐतिहासिक यो दिनमा तपाईँहरू साक्षी हुनुहुन्छ। तपाईँहरूले यो सन्देश तपाईँको समाजमा ल्याइदिनु होला, देश विदेशमा भएको तपाईँको आफन्तलाई भनिदिनु होला। तपाईँहरू आज चाहिँ यो ठान्नुहोस् कि तपाईँहरू पनि रोदिफ्लिक्सको चाहिँ ब्रान्ड एम्बेसडर हो। मैले भन्नुपर्छ त्यो निर्माताहरूको कुराहरू, त्यो चाहिँ त्यो एप्स चलाउनेहरूको पीडाहरू हामीले भन्नुपर्छ, हामीले गर्नुपर्छ, हाम्रै लागि रहेछ भन्ने कुराहरू यो सन्देश लगेर जाने होला। एप्स पनि सब्सक्राइब गरेर जानु होला, अथवा फिल्म पनि सब्सक्राइब गरेर जानु होला भन्दै अन्तमा अब समापन भनेर अब यो अनौपचारिक कार्यक्रम, त्यस्तो केही औपचारिक कार्यक्रम भनेर केही पनि हुँदैन, मैले त्यस्तो भन्दैन। समापन भनेको नि यहाँ एउटा चाहिँ नृत्य हुन्छ। त्यो नृत्य हेरेपछि यो अटोमेटिकली यो कार्यक्रम समापन हुन्छ।